What's up? So today we are going to talk about classroom clowns. Yeah, there are there are many weird people in this universe, but सबैभन्दा weird भनेको चाहिँ क्लासरुम क्लाउन्सहरू हो के हैन। तिनीहरूको काम केही हैन, तिनीहरू क्लासको आफूलाई मजाक बनाएर अरूलाई हँसाउने एक नम्बरका भडुवा हुन्छन्। तिनीहरू जस्ता कोही छैनन् हैन। लास्ट बेन्चतिर बस्छन् अनि मिसले पढाउनुहुन्छ, अगाडि मिसले पढाइराख्नुहुन्छ। राम त मरेछ नि भन्छन्, मिसले बिचारी भन्नुहुन्छ। अनि ए हो र, राम मरेछ, ठिकै भएछ नि। बिच्चामा हुन्छ नि मुख छोपेर, यस्तो मुख छोपेर बस्ने नै क्लासरुम क्लाउन्स हुन्। एक नम्बरका हावा, ठाडो बोल्ने चाहिँ यिनीहरूको कला नै हुन्छ। अनि पञ्च लाइनको त यिनीहरू मास्टर ट्याक्क कतिखेर के बोल्न पर्छ हैन, ट्याक्क सब थाहा हुन्छ। एकदम वियर्ड यिनीहरूलाई बुझ्न गाह्रो हुन्छ कतिखेर के भन्छ। अनि पंगा चाहिँ लिन हुन्न यिनीहरू छ। पंगा लियो भने चाहिँ टपाटप दिन्छन्, अलिक रोशनी कडै हान्छन् केटाहरूले। अनि क्लासरुम क्लाउन्स भनेको यस्तो खतरै प्रजाति हो। सब पंगा लियो भने चाहिँ एकदम गाह्रो हुन्छ। तर कोही चाहिँ अलि हुन्छन् नि, एकदम ड्याम केयर गर्ने के, ड्याम केयर। जस्तै मिसले अगाडि सर मिसले पढाइराख्नु, मजाले बोलेर बस्दिने हैन। राम मर्यो भन्दै हाँस्दिन्छन्। यस्तै मेक सेन्सै हैन। राम भिरबाट खसेर मरेछ। अब त्यति राम भिरबाट खसेर मर्यो भनेपछि एकदम तिनीहरू हाँसो लागिहाल्छ कि, त्यसलाई नै मजाक बनाएर हाँसिदिन्छन् गर्ने। यो कुनै पनि क्लासरुममा एउटा न एउटा चाहिँ क्लासरुम क्लाउन चाहिँ हुन्छ नै है। स्योर 101%। क्लासरुम क्लाउन नहुने चाहिँ क्लासै हुँदै हुन्न के। क्लासरुम क्लाउन क्लाउन नहुने क्लास हुँदै हुन्न। एकदम वाहियात घटिया त्यही हो। यिनीहरू क्लासरुम क्लाउनहरू हुन्। अनि क्वेसन एकदम स्ट्रेट फरवर्ड क्वेसन सोधे नि हावा उल्टो जवाफ दिने। जस्तै सरले सोध्नु होइन, बेटा तिमीले होमवर्क किन गरेनौ भन्छन्। होइन सर, मैले गरौँ त जस्तो लाग्थ्यो, तर यति थोरै होमवर्क चाहिँ किन गर्ने, म हजुरलाई बरु अलि धेरै नै गरेर बुझाउँछु नि भनिदिन्छन् कि। यस्तो वाहियात कुराहरू छन् तिनीहरूले। क्लासरुम क्लाउनले चाहिँ क्लासलाई अलि एन्टरटेनिङ नि बनाउँछन्। अनि तर आफ्नो बेजतै हानेर एन्टरटेन हान्छन् कि। त्यो चाहिँ यिनीहरूको अलि सेक्रिफिसियल रोल पनि हुन्छ के अरे, सब क्लासलाई हँसाउने। त्यो यिनीहरू क्लासरुम क्लाउन भनेको अलि अलग प्रजातिकै मान्छे हुन् के।